नाम्बिन स्कुलको यो 16औं वार्षिक उत्सव कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिका रूपमा पाल्नुभएका नगर प्रमुखज्यू, त्यस्तै विशिष्ट अतिथिका रूपमा पाल्नुभएका आदरणीय वडाध्यक्षज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका आदरणीय व्यक्तित्वहरू, समाजसेवीहरू, पत्रकार महोदयहरू, विद्यालयका शिक्षक शिक्षिका साथीहरू अनि इस्ट होराइजनबाट हेल्प गर्न यहाँनिर यो कार्यक्रममा चाहिँ यसलाई संयोजन गर्न सहकार्य गर्नको लागि पाल्नुभएका सम्पूर्ण शिक्षक साथीहरू अनि सबैभन्दा ठुलो कुरा यो विद्यालयको प्रत्येक विद्यालयको मेरुदण्डको रूपमा रहनुभएका आदरणीय अभिभावकज्यूहरू। म सबैभन्दा पहिला एउटै चिज भन्न चाहन्छु, अभिभावकज्यूहरू विद्यालयको मेरुदण्ड हुनुहुन्छ। यहाँको साथ सहयोग, यहाँको प्रेरणाबाट कुनै पनि स्कुलले प्रगति गर्न सक्छ, अगाडि बढ्न सक्छ र यहाँहरूले जस्तो आफ्नो बालबच्चाको शिक्षाको लागि जुन किसिमको सपना सोच्नु भएको छ त्यो सपना पुरा गर्न सक्दछ। त्यसले गर्दा आज यहाँहरूको उपस्थिति यो उत्साहजनक छ। अभिभावकज्यूहरूले यसरी नै यो विद्यालयमा आफ्नो उपस्थिति जनाएर आफ्नो बालबालिकाहरूको प्रतिभा हेरेर विद्यालयलाई सधैँ माया गर्नुपर्छ र तपाईँहरूले यो विद्यालयलाई प्रेरणा दिनुपर्छ भन्ने म अपेक्षा राख्दछु। सबैभन्दा पहिला त अघि नै यहाँनिर हाम्रो सरले पनि एनाउन्स गर्नुभयो नाम्बिनबाट, यसपटक नाम्बिन विद्यालय र इस्ट होराइजन इङ्ग्लिस हाई स्कुल जो धुलाबारीमा छ मेचीनगर 10 मा, त्यो स्कुल र यो विद्यालयले सहकार्य गर्ने भनेका छौँ हामीले। सहकार्य यो अर्थमा कि आजको प्राविधिक रूपमा शिक्षण सिकाइमा, जीवन उपयोगी शिक्षा सिकाउने कुरामा, अतिरिक्त क्रियाकलापमा अनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरहरूमा शिक्षाको निम्ति जे अभियानहरू चालिएका छन् त्यो अभियानहरू हामीलाई के थाहा छ त्यो हामी इस्ट होराइजनबाट नाम्बिनमा त्यो हामी सेयर गर्न चाहन्छौँ र नाम्बिनको राम्रो कुराहरू फेरि इस्ट होराइजनले लिएर जानेछ। यसरी दुईटा विद्यालयको सहकार्यमा यो अबको कक्षाहरू अब आगामी वर्षमा 2082 सालको शैक्षिक सत्रमा यसरी यो कक्षाहरू सञ्चालन हुने भन्ने खालको कुरा एउटा हामी त्यो अभियानमा अब सरिक हुँदैछौँ। अभिभावकज्यूहरूलाई म एउटा विश्वास दिलाउन चाहन्छु, तपाईँहरूले साथ दिनुपर्छ, तपाईँहरूले विश्वास गर्नुपर्छ, तपाईँहरूले भरोसा दिनुपर्छ। तपाईँहरूको प्रेरणा प्राप्त भयो भने त्यो इस्ट होराइजनमा राम्रो राम्रो भएको कुरालाई यहाँ किन इम्प्लिमेन्ट गर्न सकिँदैन। त्यसले गर्दाखेरि आजको शिक्षा भनेको A+ ल्याउने A+को सर्टिफिकेट ल्याउने शिक्षा मात्रै हुनुहुँदैन भन्छौँ हामीले, जहिले पनि त्यो जोड गर्ने गरेका छौँ। A+ को सर्टिफिकेट लिएर आएर अन्य कुरामा विद्यार्थी अब्बल छैन भने, उसले जीवन उपयोगी शिक्षा सिकेको छैन भने A+ को सर्टिफिकेट मात्रै देखाएर भोलिको दिनमा जागिरमा, व्यापार व्यवसायमा, राजनीतिकमा अथवा अन्य कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सकिँदैन। यो कुरा पक्का हो। त्यसले गर्दाखेरि पढाइको साथसाथै A+ ल्याउने प्रयत्नको बावजुद उसले जीवनमा धेरै उपयोगी शिक्षाहरू सिक्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि विद्यालयमा अहिले पढाउने तरिकाहरूमा धेरै परिमार्जन भएको छ। हेर्नुहोस्, म अलिकति इस्ट होराइजन स्कुलको प्रसङ्गको कुरा गर्छु। त्यो ठाउँमा हामीले नयाँ नयाँ प्रविधिहरू के आइरहेछ, शिक्षण सिकाइको कुराहरू, नयाँ नयाँ कुराहरू, अनि विद्यार्थीलाई यस्तोसँग अब्बल बनाउनु पर्यो। आज ग्लोबल सिटिजन र ग्लोबल भिलेजको कुरा गर्छौँ हामी। विश्वको कुनै पनि ठाउँमा गएर हामीले उत्पादन गरेका विद्यार्थीहरूले त्यहाँ गएर कम्पिटिसन गर्न सक्नुपर्छ। त्यो ठाउँमा गएर अरू देशको विद्यार्थी जत्तिकै आफ्नो स्तरको विद्यार्थीहरूसँग उसले चाहिँ कम्पिटिसन गर्न सक्नु पर्यो, उसले प्रतिस्पर्धा गर्न सक्नु पर्यो। त्यसको लागि आवश्यक चिजहरू के हो? मलाई लाग्छ विद्यालय व्यवस्थापन गर्नमा 3टा कुराहरू एकदम इम्पोर्टेन्ट हुन्छ। हेर्नुहोस्, अहिले हामीले बढी जोड गरिरहेको कुराहरू 3टा कुरा छ। 1 नम्बर त टिचर्सको प्रोफेसनल डेभलपमेन्ट। पहिलो कुरो त टिचर्सहरू व्यावसायिक रूपमा चाहिँ तयारी हुनु पर्यो। आजभोलि शिक्षक भनेर टिचर्सको डेफिनेसन फरक भएको छ। अभिभावकहरूलाई म जानकारी गराउन चाहन्छु, जसले किताबको कन्टेन्टलाई मात्रै चक र डस्टरमा लेख्न सक्छ
जसले किताबको कन्टेन्टलाई मात्रै विद्यार्थीलाई जस्तो छ त्यस्तै भन्न सक्छ, त्यो चाहिँ टिचर भयो। तर यो टिचर अहिले स्कुललाई चाहिएको, अहिलेको शताब्दीमा विद्यार्थीलाई चाहिएको टिचर होइन। टिचरको सट्टामा अब हामीले दुईवटा अरू शब्दहरू युज गर्न सक्छौँ। एउटा त फेसिलिटेटर हो, सहजकर्ता, शिक्षक भनेको सहजकर्ता हुनुपर्छ अब। अनि मेन्टर, मेन्टर भनेको त्यसलाई संरक्षण गर्दै अगाडि बढाउँदै प्रेरणाको स्रोत बनाउँदै जाने कुराहरू हुनुपर्छ। त्यसले गर्दा शिक्षक भनेको अहिले एकदम सबल हुनुपर्छ, किताबको कन्टेन्टलाई मात्रै चक्र डस्टरमा पढाउने टिचर होइन। त्योदेखि बाहेक पनि अरू के छ त? उसलाई उसको प्रेरणाको स्रोत हुनलाई टिचरले के गर्न सक्छ? अनि किताबमा भएको कुरालाई विद्यार्थीले आफै अध्ययन गर्न लाएर त्यो कन्टेन्टलाई चाहिँ सहज मात्रै बनाइदिने, सहजकर्ताको भूमिका खेल्नुपर्छ। त्यसले गर्दा टिचरको परिभाषा धेरै फराकिलो छ अहिले। टिचर होइन, फेसिलिटेटर, मेन्टर हुनुपर्छ। अब यो कुरामा जोड गर्नुपर्छ भनेर हामीले स्टोराइजनमा अभियान चलाएका छौँ। अब हामी यहाँनिर नाम्बीमा पनि एउटा चाहिँ टिचर्सहरूको प्रोफेसनल डेभलपमेन्ट, व्यावसायिक रूपमा शिक्षक कसरी शिक्षक हुन सक्छ, पढाउने मान्छे हुन सक्छ, त्यसको लागि एउटा प्रयत्न गर्छौँ हामी, पहिलो नम्बर। दोस्रो नम्बर, अब क्वालिटी इन्हान्समेन्टको कुरा आउँछ। हेर्नुहोस्, विद्यार्थीलाई A+ ल्याउने मात्रै सक्षम बनाएर हुँदैन। A+ को साथसाथै गर्नुपर्ने कुरा धेरै छ। भोलि A+ मात्रै लिएर आएर चाहिँ 12मा A+ लिएर आएर अस्ट्रेलियामा गयो, उच्च शिक्षाको लागि अस्ट्रेलियामा गयो, क्यानाडामा गयो, युकेमा गयो अथवा अमेरिकामा गयो भने त्यहाँको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छन् कि सक्दैनन् त? हाम्रो विद्यार्थी किताबको कन्टेन्टले मात्रै प्रतिस्पर्धा गर्न सक्दैन, प्र्याक्टिकली पनि व्यावहारिक रूपमा पनि सबल हुनुपर्छ। त्यसले गर्दा यो चाहिँ शिक्षाको गुणस्तर हो। शिक्षाको यो क्वालिटी इन्हान्समेन्ट भनेको चाहिँ शिक्षाको गुणस्तर उकास्नको लागि के गर्नुपर्छ त? अहिले हामीले त्यहाँ जे प्र्याक्टिस गरेका छौँ, अब नाम्बीनमा त्यो कुराहरू हामीले प्र्याक्टिस गराउनु कोसिस गर्नेछौँ। त्यो सहकार्य गरेर यहाँ गुणस्तरबाट कसरी यहाँको गुणस्तर कसरी उकास्न सकिन्छ भन्ने खालको कुरालाई एउटा हामी प्रयत्न गर्नेछौँ। तेस्रो नम्बरको कुरा भयो अभिभावकज्यूहरूले विद्यालयले अब नयाँ किसिमले पढाउने तरिका, नयाँ किसिमको पठन पाठनको कुराहरू ल्यायो भनेदेखि तपाईँहरूले त्यसमा कोअपरेट गर्नुपर्छ। तपाईँहरूको सधैँ साथ चाहिन्छ। किनभने कुनै पनि नयाँ कुरा इम्प्लिमेन्ट गरिरहँदाखेरि धेरै ठुलो प्रश्नहरू चिन्ह पहिला खडा हुन्छ। हामीले नर्सरीदेखि कक्षा 5सम्म, क्लास 4सम्म बुकलेस बनाएका छौँ। हाम्रो अहिले स्कुलमा किताब किन्न पर्दैन। अभिभावकज्यूहरूले किताबको झोला लिएर चाहिँ भारी लिएर विद्यार्थी स्कुल आउन पर्दैन। नेपाल सरकारले करिकुलममा के राखेको छ, पाठ्यक्रममा के राखेको छ, त्यसको ज्ञान शिक्षकहरूलाई दिएर शिक्षकहरूले आफ्नो तरिकाले फ्रीली पढाउनुहुन्छ। किताब छैन, तर नेपाल सरकारले तोकेको पाठ्यक्रममा के पढाउनुपर्छ भन्ने कुरालाई हाम्रो शिक्षकहरूले पढाउनुहुन्छ। किताब छैन, बााउन्ड्री भएन, होमवर्क मरुन्जेल दिनु परेन, सानो बच्चालाई ज्यादा होमवर्क दिनु हुँदैन, होमवर्कै दिनु हुँदैन भन्ने हामी त्यो पक्षमा लागिसकेका छौँ। होमवर्क एकदम थोरै, क्लासरुममा गयो प्रोजेक्ट वर्कहरू गराएर बरु उसलाई कैँची र पेन समातेर कैँची र कार्डबोर्ड पेपरलाई काट्न सिकाउँछौँ, फोटो टाँच्न सिकाउँछौँ। त्यहाँ उसको आफ्नो नाम लेख्छ, यो म हो भनेर। यहाँ मेरो हजुरबा या हजुरआमा, मेरो दाजु बहिनी दिदी भाइ सिकाउँदा सिक्दै मेरो परिवार भन्ने एउटा पेपर, एउटा पाठ उसले पढिसक्छ। त्यसको लागि किताबको कन्टेन्ट फलो गर्नु पर्दैन, किताबमा पढ्नु पर्दैन। त्यसको लागि उसले फोटो काट्छ, हजुरबाको फोटो काटेर चिटिक्क पार्छ, आफ्नो फोटो काट्छ, आफ्नो आमा बुवाको फोटो काट्छ, अनि सबै पेस्ट गर्दै जान्छ एउटा चार्टबोर्डमा। मेरो परिवार भन्ने एउटा पेपर तयार भयो, जुन हाम्रो अहिले चाहिँ मेरो सेरोफेरोमा हामी जुन पढाउँछौँ कक्षा 1देखि कक्षा 3सम्म, त्यो एउटा पेज तयार हुन्छ। न उसले होमवर्क गर्नु पर्यो, न उसले किताबको प्रत्येक लाइन याद गर्नु पर्यो। मजाले उता ल्याबमा गयो, मन्टेश्वरी ल्याबमा गयो, पेपर काट्यो, फोटो टाँस्यो। हेर्नुहोस्, यो तरिकाले पेज तयार गर्दै गएपछि, वर्कसिट तयार गर्दै गएपछि वर्षको अन्त्यमा सबै वर्कसिटलाई भेला गरेर स्टिच लगाइदियो भने एउटा किताब बन्छ। विद्यार्थीले आफ्नै किताब तयार गर्ने हो। त्यसले गर्दा होमवर्कको टेन्सन पनि भएन। हाम्रोमा ट्रेडिसन के छ, परम्परा के छ, स्कुल जाने बित्तिकै हिजोको होमवर्क चेक भयो कि भएन, गार्जेनले पन्ना पल्टाएर हेर्नुहुन्छ। आजको क्लास वर्क भयो कि भएन, पेपर पल्टाएर टिचरको सही छ कि छैन भन्ने हेर्नुहुन्छ। भोलिको होमवर्क टन्न हुनु पर्यो, किनभने मेरो नानी त होमवर्क बिना त पढ्दैन। होमवर्क मरुन्जेल दिनुहोस्, मेरो नानी चाहिँ घरमा जाने बित्तिकै होमवर्कमा
भनेर गार्जेनहरूले धेरैले इच्छा जाहेर गर्नुहुन्छ। त्यो पढाउने तरिका चाहिँ हामीले जुन तरिकाले पढ्यौँ त्यो पढाउने त्यो परम्परा हो। अब हामीले पढाउने तरिका हामीले त्यो तरिकाले पढ्यौँ, हाम्रो बुवाहरूले त्यसरी पढ्नुभयो होला। अब हामीले पढाउने तरिका त्यो होइन। त्यो परम्परागत तरिकाले पढाएर सकिँदैन। त्यो तरिकाले विद्यार्थी राम्रो किसिमको गुणस्तरको विद्यार्थी उत्पादन गर्न सकिँदैन। त्यसले गर्दा क्वालिटी इन्हान्समेन्टमा एकदम जोड दिनुपर्छ र अभिभावकहरूले यसको महत्त्व बुझिदिनुपर्छ। नर्सरीदेखि क्लास 4 सम्म बुकलेस गर्दै जाँदाखेरि हामीलाई पुरा डर लागेको थियो, हाम्रो गार्जेनले के भन्नुहुने हो, हामी सफल हुन्छ कि हुँदैनौँ भन्ने लागेको थियो। तर गार्जेनलाई हामीले पहिला गार्जेन मिटहरू गराएर अब हामी यो तरिकाले पढाउँछौँ, तपाईँहरूको यो तरिकाले होमवर्क जान्छ, पहिलाको जस्तो होमवर्क हुँदैन भनेपछि उहाँले स्वीकार्नुभयो। आज हेर्नुहोस्, नर्सरीदेखि क्लास 4 सम्म बुकलेस भएर 100% सक्सेस। त्यस्तै तरिकाले अब पढाउने तरिकाहरूमा नयाँ तरिकाले जानुपर्छ। कम्तीमा स्कुलले त्यो म्यानेज गर्छ। अभिभावकज्यूहरूलाई भेलामा बोलाउँछ स्कुलले, अभिभावकज्यूहरू आइदिनु होला, कुरा सुनिदिनु होला, नयाँ पढाउने तरिका टेक्निकहरूको बारेमा यहाँले जानकारी लिनुपर्छ अनि तपाईँहरूले घरमा साथ दिनुपर्छ। भोलि विद्यार्थी अब्बल हुन्छ। त्यसले गर्दाखेरि यस्ता यस्ता कुराहरूमा हामी सहकार्य गरेर जाने भन्दैछौँ। अब अघि नै मैले भने टिचर्सको चाहिँ प्रोफेसनलिजम जुन चाहिँ व्यावसायिकता छ, शिक्षक व्यावसायिक भएर आउनुपर्छ। भोलि भिजा लाग्दैछ, 3-4 महिना पछाडि भिजा लाग्दैछ, म भिजा नलाग्ने समयमा यहाँ पढाउन आउने भन्ने खालको त्यसरी टिचरले सोच्यो भने त्यो तरिकाले गुणस्तर उकास्न सकिँदैन। त्यस कारण यो पनि एउटा प्रोफेसनको कुरा हुन्छ। अब अभिभावकहरूले मैले भन्नुपर्ने कुराहरू यही हो। त्यसले गर्दा अब हामी सहकार्य गर्छौँ। तपाईँहरूले पक्का साथ दिनुहुन्छ भने यहाँ गुणस्तर कायम गर्न सकिन्छ, यसको गुणस्तरलाई माथि लान सकिन्छ। तर के हो भने तपाईँहरूकोबाट एउटा प्रतिबद्धता आउनुपर्छ। अब मैले अलिकति प्रेम सरको सन्दर्भमा कुरा गरेँ। प्रेम सर यो विद्यालयको प्रिन्सिपल फाउन्डर होइन। अब म्याम यही हुनुहुन्छ जसु म्याम। यसपालि उहाँहरूलाई त्यस्तै पर्यो, उपचारको लागि धेरै लामो समयसम्म बाहिर बस्न पर्यो। अनि उहाँहरूले स्कुलमा हुन त अरू साथीहरूले हेर्नुभयो होला, तर उहाँहरूको प्रत्यक्ष निगरानी स्कुलमा हुन पनि सकेन। त्यसले गर्दाखेरि उहाँलाई यो इस्ट होराइजनले किन अहिले चाहिँ सहकार्य गर्ने भन्ने सन्दर्भमा उहाँ शिक्षाको लागि एकदम मरिमेट्ने मान्छे हो। गर्न सक्छु भन्ने हिम्मत हो। प्रोग्रेसिभ मोडमा म जान सक्छु भन्ने उहाँको सोच भएको हुँदा, उहाँ र जसो म्यामको त्यो सोच भएको हुँदा यो स्कुलमा हामीले साँच्ची नै सहकार्य गऱ्यौँ भने यो स्कुल माथि जान सक्छ भन्ने पक्का मेरो विश्वास। त्यो विश्वासको आधारमा यो विद्यालयसँग सहकार्य गर्नुपर्छ भन्ने हामीले निर्णय गरेका छौँ। त्यसले गर्दाखेरि यो विद्यालयमा हामी कोसिस गर्नेछौँ। यहाँले हामीलाई साथ सहयोग दिनु होला। भोलि हाम्रो विद्यार्थीहरू पढेर जाँदाखेरि A+ को सर्टिफिकेटको साथसाथै क्यानाडा, अस्ट्रेलिया, UK, USA मा जाँदाखेरि त्यहाँको विद्यार्थीसँग प्रतिस्पर्धी बन्न सक्ने अवस्था ल्याउनुपर्छ। त्यसले गर्दा हामी सहकार्य गर्न तयार छौँ। अभिभावकहरूले हामीलाई साथ दिनु होला र आगामी दिनहरूमा अब पेरेन्ट्स मिटिङ हुँदै जान्छ, तपाईँहरू आउनु होला, बुझिदिनु होला यो कुराहरू। यति भन्दै म यो विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु र हामी पनि सँगै हुनेछौँ यो यात्रामा। यति भन्दै म मेरो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु। हस्, धन्यवाद। अत्यन्त महत्त्वपूर्ण र आजको यो आवश्यक मन्तव्यको लागि सञ्जीव सरलाई धेरै धेरै धन्यवाद। अब नाम्बिन इस्ट होराइजन बन्ने छ। इस्ट होराइजन नाम्बिन बन्ने